ह्याप्पी न्यू इयर 2082 शुभ सन्ध्या बुटबल 3 कुडे फुड फेस्टिभल साँझ। साथीहरू आज मैले हजुरलाई लगेर गइरहेको छु। देख्न सकिन्छ झल झल झल्कियो लाली जोबान। ल हेर्नुहोस् त्यो गानामा झुम झुम हेर्नुहोस् त सब दर्शकहरू यस्तो नाच्नु भएको छ यस्तो नाच्नु भएको छ। के गरौँ साउन्ड राख्न मिलेन। देख्न सक्नुहुन्छ साथीहरू सबै आउनुभएको छैन नि। हेर्नुहोस् है मजाले हेर्नुहोस् यस्तो छ। यति मान्छे लाखौँ छ जस्तो लाग्छ क्या मान्छेहरू। क्यामेराले कैद गर्न नि सकिरहेको छैन। देख्न सक्नुहुन्छ है स्टेजमा मान्छे स्टेजभित्रै छिर्न खोजिरहेछ। अब साथीहरू हजुरलाई मैले लगेर गएँ टक्क लाएर ट्याक्क 6 बजेको शुभ सन्ध्या बुटबल फुड फेस्टिभल 2082 को सबलाई शुभकामना। 2082 को मेरो यो भिडियो हेर्नु सबमा मेरा आफन्त मेरा इष्टमित्र सबैमा शुभकामना हजुरहरूलाई। कहाँबाट हजुरले यो भिडियो हेर्दै हुनुहुन्छ। आज नयाँ वर्षको दिन हामी पनि किन यो फुड फेस्टिभल हेर्न जाउँ भनेर साथीहरू यहाँ खानाका हरेक परिकारहरू पाउन सकिन्छ। साथीहरू यसलाई हजुरलाई एउटा सूचना, यो हिजो अस्ति पानीले डिस्टर्ब गरेर पुरै टेन्टहरू उडाइदिएको छ। टेन्ट पनि लागेको छैन देख्न सक्नुहुन्छ है। टेन्ट उडाएर साथीहरू नभएर होइन। त्यसैले साथीहरू भोलि पनि यो फुड फेस्टिभल लाग्ने रे साथीहरू। यो जानकारी गराएँ हजुरहरूलाई। देख्न सक्नुहुन्छ यस्तो मजा मान्छेहरू भिडभाड बढिसकेको छ साथीहरू। हेर्नुहोस् त है चट्ट लाएर मान्छेहरू बच्चा बोकेर देख्नुहुन्छ काँधमा बच्चा हालेर यो साथीहरू ट्याक्क बुटबल मिलनचोक 3 कुनेदेखि तल होराइजन चोकसम्मको पुरै एरिया बन्द गरेर टक्क लाएर स्ट्रिट फुड फेस्टिभल लागेको छ यहाँ पुरा। अहिले मैले तपाईँलाई देखाउने छु साथीहरू झुम झुम नाचेको डान्स गरेको देखाउनु छु। अहिले म हजुरहरूलाई यो बाटोमा के कस्तो छ भन्न देखाउन गइरहेको छु साथीहरू। बाटोमा यसरी चट्ट लाएर टेन्टहरू नलागे पनि चट्ट मान्छेहरूको पुरै भिड छ देख्न सक्नुहुन्छ है। अब मैले तपाईँलाई सुस्ता तल खानाको परिकार भएकोतिर लैजाँदैछु। माथि देख्न सक्नुहुन्छ स्टेजमा हल्का हल्का गइरहेछ। मान्छे एकदम चाप भइसकेको छैन अझै। एकैछिनमा हजुरलाई देख्न सक्नुहुन्छ मान्छेहरू यति धेरै आछ आज। देख्न सक्नुहुन्छ है यस्तो नानी हेर्नु त नानीलाई काँधमा राखेर झुम 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 हेर्नुहोस् त चट्ट लाएर। जे होस् हजुरहरूको नयाँ वर्ष कस्तो भइरहेछ। हजुर नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। पुरानो हुनुहुन्छ लाइक कमेन्ट सेयर गरिदिनु नभुल्नु होला साथीहरू। हजुर जहाँबाट हेरिराख्नु भएको छ जहाँ हुनुहुन्छ एकदम सुखी हुनु होला। नयाँ वर्षले हजुरहरूको एकदम नबनेका 2081 मा नबनेका काम सब बनुन्। मेरा समस्त ग्राहक वर्गमा भगवान् पशुपतिनाथसँग मैले यही प्रार्थना गरेँ। मेरा दुश्मनको पनि काम बनोस् भन्छु म त। मेरो मात्रै होइन सबैलाई राम्रो होस्। दुनियाँमा कसैलाई नराम्रो केही नहोस्। नेपालमा 2081 मा जति पीडा दुःख भोग्न परेको हजुरहरू सबैलाई ती पीडा दुःखहरू सब सहेर 2082 मा हजुरहरूको सब पीडाहरू एकदम टाढा जाउन्। हजुरहरूको सब सुख भोग गर्न पाउनुहुनेछ। हजुरहरूलाई एकदम मङ्गलमय शुभकामना भन्न चाहेँ। हेर्नुहोस् त्यो फुड फेस्टिभल सर लाएर मान्छे लगभग भरिसक्नु भएको छ। मान्छेहरू देख्न सक्नुहुन्छ है। ओहोरदोहोर गर्ने मान्छेहरूको केही कमी छैन। यस्तो छ है चट्ट लाएर देख्नुहुन्छ है। अब मैले हजुरलाई सुस्त तलतिर अब यो फुड फेस्टिभल भनेपछिलाई त खै त खाना देखाएको भन्दै हुनुहुन्छ होला। तर खानाको पालो आउँदैछ साथीहरू। सुस्त मैले क्यामेरा खानातिर घुमाइरहेको छु साथीहरू। अब फुड फेस्टिभल भन्दा खाने ठाउँमै जानु पर्ला पहिला। ल हेर्नुहोस् है अब सुस्त खाने ठाउँमा जाँदैछौँ है। होइन भिडभाड भएर क्यामेरा छिटो तल दौडिराखेको छैन। सुस्त हाम्रो गन्तव्य के गर्ने जन्मिसकेपछि खानालाई जन्मेको भन्छन् नि त्यस्तै रहेछ साथीहरू। हामी पनि आइसकेपछिलाई पहिला त खानु पऱ्यो नि होइन। बाच्चाको लागि खानु पऱ्यो। आइसक्यो फुड फेस्टिभल भनिसकेलाई विभिन्न प्रकारका यहाँ 84 व्यञ्जन खाना भन्छन् नि। अब यहाँदेखि तल साथीहरू पुरै 84 व्यञ्जन। के खाना चाहियो हजुरलाई? नेवारी चाहियो कि गुरुङ चाहियो कि के हुन् खानाका 84 व्यञ्जन भनिहाले नि। चट्ट 84 व्यञ्जन नै छ खानाहरू।
अब यहाँदेखि तल देख्नुहुन्छ है, अब खानाको पाला आयो साथीहरू। चट्ट लाएर है सर्र यो फुड फेस्टिभलमा। तर खाना भन्दा पनि यो फुड फेस्टिभलमा साथीहरू नाचगान बजाना आउँदो रहेछ के। नयाँ वर्ष भयो होला जस्तो हजुर आज नयाँ वर्षको दिन जसरी उमङ्गका साथ घुमघाम गर्नुभएको छ, यो पुरै वर्ष हजुरलाई यस्तै उमङ्ग छाइरहोस्। पुरै वर्ष कुनै दुःख बेधा केही नपरोस्। म त मेरा समस्त ग्राहकवर्ग, समस्त मलाई चिन्नुहुने, मेरो भिडियो हेर्नु सबमा त्यही भन्न सक्छु। देख्नुहुन्छ हामी फाइनल्ली पुगिसकेका छौँ। देख्नुहुन्छ है चट्ट खानाकै स्टुलहरू के छ, कसीमा मोमो के हो नाम पनि देख्न सक्नुहुन्छ है। कसैले टेन्ट बनाइराख्नु भएको छ ती देख्नुहुन्छ चट्ट लाएर यस्तो छ है। हतार कसैलाई छैन है। मजाले हेर्नुहोस् ती मजाले किनिराख्नु भएको छ साथीहरू। यो मजाले है यस्तै छ है। यहाँ रमाइराख्नु भएको छ सबै देख्न सक्नुहुन्छ है। खनाल जेरी एन्ड जेरी देख्नुहुन्छ। जेरी कहीँ पुरी, कहीँ मोमो, कहीँ नेवारी खाना, कहीँ एमरी के हो साथीहरू। यहाँ हजुरलाई के खान मन छ 84 व्यञ्जन पाइन्छ साथीहरू। आउनु होला फुड फेस्टिभल 3 कुने बुटवलमा। बुटवलको पेरिफेरीमा हुनुहुन्छ भने, टाढा हुनुहुन्छ भने त के भन्नु। यदि बुटवल हजुर कतैबाट घुम्न आउनुभएको छ भने साथीहरू भोलि एक दिनलाई बढाइएको छ। किनकि हिजो अस्ति हावाहुरीले अलिक दुःख दियो, टेन्सन उडायो भनेर भोलिलाई बढाइएको छ साथीहरू। त्यसको लागि आउनु होला। हेर्नुहोस् मजाले मान्छेहरू झुमझुम गरेर नाचिरहनु भएको छ। कतै खाना खाने, कतै नाच्ने, स्टेजमा हिँडेर स्टेज पर्फर्म देख्न सक्नुहुन्छ है। मजाको स्टेज पर्फर्म गरिरहेछ मजाले। आज बुटवल झुमेको छ। बुटवल पुरै बुटवलवासी मिलनचोकको 3 कुनेमा जम्मा आउनु भएको छ साथीहरू। राम्रो नयाँ वर्षमा एकदम नाचगान बजान गरेको वर्षभरि नै यसरी नाच्ने गाउने बजाउने गऱ्यो भने मस्त देख्न सकिन्छ। देख्नुहुन्छ है यस्तो छ है। स्टेज अगाडि देख्नुहुन्छ है। ओहो झुम भन्छ नि साथीहरू। कता हिँडेको बिजुली बाल्नै पर्दैन। आज त धन्न कुलमान गयो नि लोड सेडिङ भएको छैन साथीहरू। आज यो 3-4 घन्टा दङ्गै बनेको, लोड सेडिङ भएकै छैन, लाइन गएकै छैन। त्यसको लागि हामीले विद्युत प्राधिकरण बुटवललाई एकदम धन्यवाद दिन्छौँ। लाइन गएको भए के हालत हुन्थ्यो होला यहाँ फुड फेस्टिभलमा, तर लाइन गएन। त्यसको लागि फेरि पनि मुरी धन्यवाद बुटवलको विद्युत प्राधिकरणलाई। देख्न सक्नुहुन्छ यहाँ मान्छेहरू कुरो चल्नुहुन्छ। यहाँ मान्छेहरू देख्न सक्नुहुन्छ जुरुक्क मिलनचोकको त्यो पुरै बाटो उठिरहेछ। देख्नु नै बाटै भत्केला जस्तो छ। मान्छेहरू देख्नुहुन्छ यस्तरी मान्छेहरू नाच्नु भएको छ। त्यो उमङ्ग हर्ष उल्लास देख्दा नयाँ वर्ष 2082 सबका लागि फाप्ने छ, सबका लागि राम्रो हुनेछ। राजनीतिक हाम्रा ठुला नेताको पनि सद्बुद्धि आयो आओस् भनौँ साथीहरू। जब ठुला नेताहरूकै सद्बुद्धि आएन भने तपाईँ हामीले केही गर्न नसकिँदो रहेछ। हिजो कहाँ वीरगन्जमा भएको द्वन्द्व जस्तै देशले कहिले द्वन्द्व खेप्न नपरोस्। 2081मा जे भयो 2082मा राम्रो मात्रै सुन्न पाइयोस्। नेपालमा राजनीति स्थिरता होस्। यसरी नै नेपाली जनताले झुमझुम गरेर मजाले आफ्नो तालमा आफ्ना काम गर्न पाउन्। कामको फुर्सदको बेला यसरी रमाउन घुम्न पाउन्। त्यही भन्दै साथीहरू आजको भिडियो कस्तो लाग्यो हजुरहरूलाई देख्न सक्नुहुन्छ है। मजाले मैले यति राति 10:30-11 बजे पनि हजुरलाई यो भिडियो अपलोड गरेर हजुर माझ पुऱ्याएँ। यदि यो भिडियो राम्रो लाग्छ भने एक लाइक गरिदिनु होला, सेयर गरिदिनु होला साथीहरू। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। कस्तो लाग्यो भिडियो एकपटक फेरि साथीहरू हजुरलाई भने आजको यो नयाँ वर्ष 2082 को मङ्गलमय शुभकामना भन्दै सबलाई नमस्ते।